स्टुडेन्ट हो र स्कुल कलेजमा मलाई प्रेजेन्टेसनहरू दिनु पर्दाखेरि मलाई सकेसम्म चाहिँ सरले अगाडि नबोलाउनु भयो हुन्थ्यो, मलाई प्रेजेन्टेसन दिनु नपर्यो हुन्थ्यो जस्तो लाग्थ्यो। अगाडि आएर बोल्नु पर्दाखेरि चाहिँ मेरो खुट्टा काम थियो र पढेर आएको कुरा पनि मैले अगाडि कन्फिडेन्टली भन्नै सक्दिनँ थिएँ। तर पछाडि बेन्चमा गइसकेपछि चाहिँ किन यस्तो गरेँ, मैले यो कुरामा चाहिँ चेन्ज लिएर आउनु पर्छ भन्ने मलाई फिल हुन्थ्यो। अब चाहिँ मैले जसरी पनि पब्लिक स्पिकिङ ट्रेनिङ चाहिँ लिनुपर्छ जस्तो लाग्थ्यो। त्यही भएर चाहिँ मैले गुगलमा सर्च गरेँ नम्बर 1 इन्स्टिट्युट पब्लिक स्पिकिङको लागि भन्दाखेरि फर्स्टमा निफ नै आयो र मैले निफमा आएर जोइन गरेँ। निफमा आएर जोइन गरिसकेपछि ममा कति धेरै चेन्ज भएको छ आफूलाई नै फिल भइरहेको छ। 4 हप्ता अगाडिको सबिना र आजको सबिनामा एकदमै धेरै चेन्ज छ। 4 हप्ता अगाडिको सबिना यहाँ खुट्टा कामेर घाँचो बोल्ने होला, मुख रातो भएको हुन्थ्यो, तर आजको सबिनामा हेर्नुहोस् म तपाईँहरू समक्ष आँखामा आँखा मिलाएर बोल्न सक्ने भएको छु। म पुरा कन्फिडेन्ट छ। यसको श्रेय सिर्फ हाम्रो एचबी सरलाई जान्छ।